हेलो साथीहरू, सन्चै आरामै हुनुहुन्छ। म चाहिँ एकदम सन्चै छु। अनि म चाहिँ आज साथीहरू कहाँ जान लागेको भन्दाखेरि चाहिँ केराबारीमा किन जान लागेको भन्नुहुन्छ भने चाहिँ केराको बुङ्गा टिप्नलाई। केराको बुङ्गाको अचार चाहिँ मलाई अस्ति नैबाट खान मन लागेको थियो कि साथीहरू एकदमै। त्यही भएर चाहिँ आज चाहिँ म जसोस् केराको बुङ्गो लिएर आएर अचार बनाएर खारै छोड्छु भनेर जमर्को गरेर केराको बुङ्गा टिप्न गएँ। अनि केराको बुङ्गालाई यसो हेर्छु भनेको के साथीहरू कस्तो सानो भएर सुकिसकेको रहेछ कि। त्यही पनि मैले जसोस् आज चाहिँ यसलाई टिपेर अचार बनाएरै खान्छु भनेर आँसीले काट्न लागेँ। आँसुले ठक 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 3 चोटि काटे, बल्ल बल्ल काट्यो साथीहरू। त्यही पनि कहाँ पुग्यो, अलि पर उछिटेर पुग्यो। अनि त्यसलाई मैले टपक्क टिपेर लिएर आएर अनि हेर्नु न साथीहरू कति सानो भएको रहेछ के। अब यही सानै भए पनि भित्र त अलिअलि होला नि त भन्ने आशाले मैले चाहिँ यसलाई टिपेर लगेँ। अनि म चाहिँ अब जान्छु अनि खुर्सानी बारीमा। अनि अब त्यति बुङ्गाले मात्र हुँदैन नि त साथीहरू, अब त्यसको लागि खुर्सानी चाहियो होइन। अनि अब जान्छु म खुर्सानी टिप्नलाई। अनि त्यो अघिको चाहिँ त्यो कागती विकासी कागती हो साथीहरू। अनि त्यसपछि यो अर्को लोकल कागती। अनि यो चाहिँ भिन्डीबारी। अनि यहाँ हेर्नु न डल्ले खुर्सानी चाहिँ हाम्रो यति धेरै छ कि। अनि डल्ले खुर्सानी अलिअलि फलेको पनि छ, कोही फुल्दैछन्। अनि खासमा चाहिँ भन्नुहुन्छ भने म यो खुर्सानी लिनको लागि गएको। यो खुर्सानी हेर्नु न कति मिठो होला जस्तै क्या, चक्लेट जस्तै। मलाई चाहिँ चक्लेट जस्तै लाग्छ। टपक टपक टिपे साथीहरू यसलाई चाहिँ म चाहिँ आज अचारमा त्यही खुर्सानी हाल्न गइरहेको छु। अनि सानो बुट्टा छ कि साथीहरू, एक भित्ताको पनि छैन होला कि बुट्टा चाहिँ, तर कति राम्रो फलेको छ क्या। अनि हेर्नु न बुट्टा कति सानो सानो भए पनि कस्तो झपक्क फलेको छ क्या साथीहरू। अनि मैले फेरि कागती टिप्न लागेँ। यो चाहिँ लोकल कागती हो। अनि टपक्क टिपेर मानेको पातमा हालेर मैले चाहिँ लगेँ घर। अब म यिनीहरूलाई धोइ पखाली गएर आलु अनि बुङ्गालाई अलिअलि तासतुस गरेर उसिन्न बसालेँ पानी हालेर। अनि त्यतिकैमा उसिन्न बसालेँ साथीहरू। अनि त्यसपछि यतातिर चाहिँ मेरो छोरा चाहिँ सुतिसकेको थियो। अनि छोरालाई चाहिँ झोलुङ्गोमा सुताएँ। अनि छोरालाई सुताएर अनि अर्को ग्यासमा चाहिँ मैले तिल आलस अनि त्यसपछि भाङलाई पटर पटर गरेर ब्राउन कलर हुने गरी भुटेँ साथीहरू। अनि यसलाई अब म सिलौटामा लसक लसक पिस्छु। अनि पिरो हुँदैन कि भनेर हरियो खुर्सानीले चाहिँ अनि मैले अलिकति रातो खुर्सानी पनि हालेँ त्यो साथीहरू। अनि आलुलाई तासतुस गरेर एउटा बोलमा हालेँ। अनि फेरि अर्को केराको बुङ्गालाई तास्न लागेँ साथीहरू। अनि हेर्नु न तासेको त जति तास्छु त्यति कालो कालो आउँदै जान्छ। ला मैले त बेकारमा टिप्नु मात्र पर्यो क्या, अचार खान पाउँदिनँ कि भनेको त साथीहरू, भित्र त रहेछ कालो कालो जतिलाई चाहिँ सबैलाई मैले फालेँ। अनि अरू भित्रको चाहिँ त्यति भएको रहेछ। अनि त्यसमा मैले प्याज आलु अनि त्यो अघिको छिलेको त्यो बुङ्गालाई त्यस बोलमा हालेँ। अनि यतातिर चाहिँ मैले तेल अनि मेथी फुराएँ। अनि अघिको काटेको खुर्सानी बेसार हालेर यसलाई फुराएँ। अनि फुराएर अनि त्यसपछि भाँडामा धनियाँ हालेँ। अनि तिल अनि यो हरियो के भन्नुहुन्छ भन्दाखेरि यो चाहिँ चाइनिज धनियाँ हो है साथीहरू, हाम्रो घरमा छ नि त। अनि त्यही भएर बास्ना मिठो हुन्छ भनेर मैले चाहिँ चाइनिज धनियाँ पनि हालेँ। अनि यसमा स्वादअनुसार नुनहरू सबै मिक्स गरेँ साथीहरू। नि अघि ल्याएको कागतीलाई पनि चट्ट काटेर झोललाई तरर पारेर अनि त्यहाँ हालेँ साथीहरू। अनि त्यसपछि यसो हालेको त अनि त्यसको कागतीको गेडा त्यसमा परेछ नि त बोलमा। अनि कागतीको त्यो गेडालाई निकालेर फालेँ। अनि अब यसलाई चाहिँ मैले हातले मसक मसक गर्दै मुस्छु साथीहरू। अनि त्यसपछि हातले मसक मसक मुसेको अब राम्रो सफा हात गरेर मसक मसक मुसेको हातले मुसेको छुट्टै मिठो हुन्छ नि त होइन साथीहरू। अब गाउँघरमा यसै त हो। अनि मुसेर मैले चाहिँ यतिको बनाएँ। अनि अब चाहिँ म यसलाई टेस्ट गर्छु है साथीहरू कस्तो भएछ भनेर। टेस्ट गरेको त हरियो पातमा हालेर कति मिठो भएको रहेछ साथीहरू। खोइ मलाई चाहिँ खान मन लागेर पनि हो कि एकदम मिठो भएको रहेछ। हजुरहरू पनि एकचोटि ट्राई गर्नु होला है साथीहरू, कति मिठो हुन्छ क्या यो केराको बुङ्गाको अचार चाहिँ। अनि मैले चाहिँ आज यही बुङ्गाको अचार बनाएर खाएको है साथीहरू। हजुरहरू पनि एकचोटि ट्राई गर्नु होला। आजको लागि यति नै, हस् त, बाई बाई, शुभ दिन साथीहरू।